भारतमा यसुका वर्षहरू भन्ने पुस्तक अहिले बजारमा आएको छैन, जुन चाहिँ होल्गर कास्टेनले चाहिँ लेखेका थिए 1983मा। र यो पुस्तकको विषयमा चाहिँ मैले सुनेर यसको विषयमा चाहिँ अध्ययन गर्नु पर्यो भनेर चाहिँ अध्ययन गर्दाखेरि यसको सत्यताहरू चाहिँ मैले तपाईँहरूको बिचमा लिएर आएको छु होइन। चाहिँ खास कुरो चाहिँ के रहेछ यो पुस्तक। अब होल्गर कास्टेनले 1983मा चाहिँ पुस्तक लेखेका छन्। उनले चाहिँ कहाँबाट साबर गरेका छन्। जहिले पनि हामी कुनै पुस्तकहरू पढिरहेका छौँ भने त्यो पुस्तक चाहिँ कुन साइटेसनबाट चाहिँ लेखिएको, यो पुस्तक चाहिँ लेख्न त लेखियो तर सोर्स चाहिँ कहाँ छ, कुन सोर्सबाट चाहिँ यसले लेखेको भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। र होल्गर कास्टेनले चाहिँ उता निकोलस नोटोभिचले जुन चाहिँ उनले झन्डै 100 वर्ष अगाडि चाहिँ लेखेका थिए निकोलसले एउटा पुस्तक, उनले चाहिँ येशू ख्रीष्ट अज्ञात वर्षहरू भन्ने पुस्तक चाहिँ लेखेका थिए। त्यो चाहिँ 1894मा लेखेका पुस्तक हो। र त्यो पुस्तकमा लेखेको कुरा चाहिँ यता आएर होल्गरले चाहिँ साबर गरेका छन् क्या। अनि तर त्यसमा चाहिँ डिफ्रेन्स के छ भने 100 वर्ष अगाडि जुन पुस्तक चाहिँ लेखिएको थियो त्यो पुस्तकमा येशू ख्रीष्टको 12 वर्षदेखि 29 वर्षसम्म त बाइबलमा लेखिएको छैन। हो त्यो समयमा चाहिँ येशू ख्रीष्ट इन्डिया आउनुभयो, त्यहाँ सिक्नुभयो, त्यो बुद्धिस्टको कुराहरू सिक्नुभयो, हमिस मोनास्ट्रीमा आउनुभयो र त्यहाँ सिकेर चाहिँ उहाँ इजरायल गएर चाहिँ प्रचार गर्न थाल्नुभएको हो भन्ने कुरा चाहिँ लेखेका छन्। र यता 100 वर्षपछि जुन यो पुस्तक लेखे होल्गर कास्टेनले चाहिँ उनले भनेको कुरामा सबै समर्थन गर्छन्। तर उनले चाहिँ के भन्छन् भने येशू ख्रीष्ट मर्नुभयो चिहानमा, येशू ख्रीष्ट चाहिँ चिहानमा जानुभयो, उहाँ पूर्ण रूपले मर्नु भएको थिएन, घायल हुनु भएको थियो। तर उहाँको चेलाहरू आएर उहाँको उपचार गरे अनि उपचार गरेर चाहिँ कहाँ लगे, इन्डियामा लगे। इन्डियामा चाहिँ उहाँलाई पठाएर अनि इन्डियामा त्यहाँको मोनास्ट्रीमा चाहिँ येशू ख्रीष्टले थुप्रै कुराहरू सिक्नुभयो। अनि त्यहाँ सिकेर चाहिँ येशू ख्रीष्ट त्यहीँ बस्नुभयो। झन्डै 100+ वर्षसम्म चाहिँ उहाँ बाँच्नु भएको कुराहरूको विषयमा चाहिँ अब यता होल्गर कास्टेनले चाहिँ उल्लेख गरेका छन्, जो चाहिँ सबै गलत छ। अब यतापट्टि 100 वर्ष अगाडि जुन पुस्तक लेखेका थिए निकोलसले येशूको विषयमा, अब येशू ख्रीष्ट चाहिँ मोनास्ट्रीमा गएर सिक्नुभयो भन्ने कुराहरू सबै लेखेका थिए। र त्यही समयमा 1894मा जब उनको पुस्तक चाहिँ पब्लिस भयो, त्यसपछि चाहिँ त्यो पुस्तक अध्ययन गर्दाखेरि विभिन्न व्यक्तिहरू छन्, इतिहासकारकहरू छन्, इतिहासकर्ताहरू छन्, अनि थुप्रै प्रोफेसरहरू थिए, अनि ल्याङ्ग्वेज स्टडी गर्ने व्यक्तिहरू थिए। उनीहरूले चाहिँ यो कुरा कतिको सत्य रहेछ भनेर बुझ्नको लागि त्यही समयको मोनास्ट्रीको त्यो हेड लामालाई चाहिँ पत्र लेखेर पठाउँछन्। अब मेन त म्याक्स म्युलर भन्ने व्यक्ति जो चाहिँ भाषाको अध्ययन गर्थे, उनले चाहिँ पत्र लेखेर पठाउँछन्। र त्यो लामाले चाहिँ फेरि उता रिप्लाई के दिन्छन् भने त्यो व्यक्ति भन्ने कहिले पनि निकोलस भन्ने व्यक्ति यहाँ कहिले पनि आएनन्, न त हामीसँग कुनै येशू ख्रीष्टको विषयमा कुनै म्यानुस्क्रिप्ट नै छ भनेर चाहिँ उनले चाहिँ त्यो यसरी जवाफ दिएर चाहिँ पठाउँछन्। अब यतापट्टि निकोलसले लेखेको पुस्तकमा चाहिँ के भन्छन् भने अब त्यहाँ हेमिस मोनास्ट्रीमा गएर चाहिँ त्यहाँ अध्ययन गर्ने क्रममा त्यहाँ मैले चाहिँ पुस्तकहरू पाएँ गरेँ। त्यो पुस्तकमा चाहिँ येशू ख्रीष्टको विषयमा लेखेको छ अरे। के भनेर लेखेको छ, येशू ख्रीष्ट जो चाहिँ इजरायलमा जन्मिनु भएको, उहाँ चाहिँ सानै उमेरदेखि यहाँ मोनास्ट्रीमा आउनुभयो र अध्ययन गर्नुभयो। अनि उहाँले चाहिँ थुप्रै बुद्धिज्मको विषयमा सिक्नुभयो, हिन्दुज्मको थुप्रै विषयमा सिक्नुभयो। अनि त्यसपछि चाहिँ उहाँ इजरायल फर्केर त्यो शिक्षा दिन थाल्नुभयो, जो चाहिँ पूर्ण रूपले गलत छ। र त्यो लामाले चाहिँ के भनेर पठायो भने हामीसँग त्यो खालको कुनै पुस्तक पनि छैन, एन्सियन्ट टाइमबाट लेखेको कुनै त्यस्तो पुस्तक पनि छैन, त्यो व्यक्ति यहाँ आएका पनि थिएनन् भन्ने कुरा चाहिँ उनले यसरी रहस्य खोलिदिए। र त्यसपछि धेरै यो निकोलस 1894मा लेखेको पुस्तक, उनको पुस्तकको धेरै आलोचना हुन थाल्यो। अनि पछि निकोलसले स्वीकार पनि गरे कि यो कुरा चाहिँ मैले फेब्रिकेट गरेको कुराहरू हो भन्ने कुरा चाहिँ उनले बोल्दाखेरि एकपटक स्वीकार गरेको पनि हामीले पाउँछौँ। अनि तर त्यसको ठ्याक्कै 28 वर्षपछि एकजना स्वामी अवेदन्त भन्ने चाहिँ व्यक्ति थियो, उनले चाहिँ 1922मा चाहिँ फेरि उनले एउटा पुस्तक लेख्छन्, होइन निकोलसले लेखेको कुरा चाहिँ सबै ठिक हो है भनेर चाहिँ उनले फेरि अर्को पुस्तक लेख्छन्। यता निकोलसले स्वीकार गरिसक्यो उनले लेखेको कुरा फेब्रिकेट हो भनेर। तर त्यो पुस्तक चाहिँ अझै सर्कुलेट हुँदै गयो होइन, त्यो समयमा पुरै सर्कुलेट भइसकेको थियो। र येशू ख्रीष्टलाई चाहिँ अब मान्छेहरूले चाहिँ कसरी हेर्न थाल्यो भने येशू ख्रीष्ट इन्डिया आएर भारतमा आएर सिक्नु भएको रहेछ, बुद्धिज्मबाट सिक्नु भएको रहेछ भन्ने कुरा चाहिँ गरिरहेको छ कि जुन येशू ख्रीष्ट चाहिँ पहिलो शताब्दीमा 33 AD-तिर चाहिँ उहाँको स्वर्गारोहण भइसकेको थियो। अहिले चाहिँ यहाँ 1800 वर्षमा आएर चाहिँ मान्छेहरूले आफ्नै थ्योरीहरू इन्टरपोल गर्दैछन्, आफ्नै थ्योरीहरू चाहिँ उनीहरूले बनाउँदैछन् येशू ख्रीष्टको विषयमा, जुन चाहिँ कम्प्लिटली गलत थियो। र भर्खरै नेपालीमा ट्रान्सलेट भएको होल्गर कास्टेनले लेखेको भारतमा येशूका वर्षहरू भन्ने पुस्तक पनि त्यही नै कुराहरू त्यसमा उल्लेख गरिएको छ। र येशू ख्रीष्टलाई चाहिँ बुद्धिज्मबाट चाहिँ उहाँ इन्फ्लुएन्स हुनुभएको, कोलाबोरेट हार्मोनाइज गर्न खोजिरहेको छ बुद्धिज्म, क्रिस्चियनिटी, हिन्दुइज्म सबै कुराहरू होइन। अनि येशू ख्रीष्ट चाहिँ बुद्धिज्मको चेला हो भन्ने कुरा चाहिँ त्यसरी लेख्न खोजिरहेको छ, जुन चाहिँ पूर्ण रूपले गलत छ। दिस इज अल ब्लास्फेमी होइन, यो चाहिँ एकदमै पाखण्डीपन हो जुन होल्गर कास्टेनले गरेका छन्। अनि अब हाम्रो नेपालमा हेर्ने हो भने पनि अहिले अस्ति भर्खर एकजनाले चाहिँ टिकटकमा यो बुकलाई पब्लिस गर्नुभएको देखेको थिएँ। र यसको विषयमा चाहिँ थुप्रै मान्छेहरूले भिडियो पनि बनाएका थिए, सर्कुलेट पनि गरिरहेका थिए, जुन चाहिँ पूर्ण रूपले गलत हो। र मैले आफ्नो भिडियोमा चाहिँ कति व्यक्तिहरूको कमेन्ट पनि देखेको थिएँ, र त्यो कमेन्टमा चाहिँ उहाँहरूले चाहिँ एक किताबमा उल्लेख गरेको कुराहरू चाहिँ लेख्दै हुनुहुन्थ्यो क्या। कृपया ठिक छ, तपाईँहरूले कमेन्ट गर्नुभयो, त्यो विषयमा लेख्नुभयो, जिज्ञासा देखाउनुभयो, धेरै खुसी लाग्यो। तर तपाईँहरूले भन्नुभएको त्यो कुरा चाहिँ सबै गलतै हो, किनकि यो पुस्तक पुरै गलत हो। न त बुद्धिस्ट मोनास्ट्रीमा येशू ख्रीष्टको विषयमा लेखिएको पुस्तक
कुनै पनि छैन। त्यही भएर तपाईँले यीशु ख्रीष्टको विषयमा पढ्नु छ भने बाइबल मात्रै एउटा स्रोत हो जुन चाहिँ तपाईँले यीशु ख्रीष्टको विषयमा पाउनुहुन्छ। यो यीशु ख्रीष्टसँगै रहेका मान्छेहरूले लेखेका हुन्, यीशु ख्रीष्टसँगै समय बिताएका मान्छेहरूले लेखेका हुन्, यीशु ख्रीष्ट सँगसँगै समय जीवन जिएका मान्छेहरूले चाहिँ लेखेको पुस्तक छ नयाँ नियमको पुस्तक। त्यही भएर तपाईँहरूले यीशु ख्रीष्टको विषयमा सिक्नु छ भने नयाँ नियमको पुस्तक पढ्नुहोस्। यो बाहिर यताउता पुस्तक पढेर यीशु ख्रीष्ट यस्तो हुँदो रहेछ उस्तो हुँदो रहेछ भनेर चाहिँ त्यो सबै थ्योरी कन्स्पिरेसी थ्योरीहरू मात्रै हुन्। त्यसबाट चाहिँ तपाईँ बस्नु होला। परमेश्वरले तपाईँहरू सबैजनालाई आशीष दिनुभएको छ। तपाईँहरू सबैजना उहाँको विश्वासमा आउनुभएको छ, किनकि उहाँ तपाईँको लागि क्रुसमा टाँगिनु भयो। तपाईँको इन्स्टेड अफ यु, तपाईँको सट्टा उहाँ बलि हुनुभयो। तपाईँको लागि बलि भएर चाहिँ अझ तपाईँको लागि अनन्त जीवनको त्यो गिफ्टलाई, उपहारलाई चाहिँ तपाईँको अगाडि खुल्ला राखिदिनु भएको छ। र जसले उहाँमाथि विश्वास गर्छ र उहाँ चाहिँ मेरो लागि बलि हुनुभयो, म मर्नुपर्ने ठाउँमा उहाँ चाहिँ मेरो लागि मर्नुभयो, मैले त्यो भोग्नुपर्ने ठाउँमा चाहिँ उहाँले मेरो लागि भोग्नुभयो र उहाँ चाहिँ मेरो लागि बलि हुनुभयो भनेर जसले विश्वास गर्छ त्यो व्यक्ति चाहिँ आफ्नो मृत्यु पश्चात उहाँसँगै हुनेछ भनेर परमेश्वरको वचनले भन्दछ र त्यो 100% सत्य छ।